शहरको जीवनले ऊ पूर्ण रूपमा दिक्क भइसकेको थियो। त्यसैले उसले सबै कुरा परिवर्तन गर्ने निर्णय गर्यो। उसले आफ्नो जागिर छाड्यो र सबै बचत झिकेर गाउँको एउटा सानो ठाउँमा जमिन किन्यो। उसका साथीहरूले ऊ पागल भएको ठाने, तर उसले त्यसपछि जे गर्यो त्यो देखेपछि पछुताउने पालो उनीहरूको आयो। सबैभन्दा पहिले उसले आफ्नो आँगनको एउटा पुरानो रुख वरिपरि केही बनाउने निर्णय गर्यो। उसले काठका पट्टाहरू प्रयोग गरेर उचाइ भएको प्लेटफर्म बनायो। त्यसपछि रुखको तना वरिपरि रेलिङ र साधारण छानो थप्यो। काम पूरा भएपछि त्यो ठाउँ एकदमै सुहाउँदो बाहिरी बस्ने स्थान बन्यो। अब ऊ हरेक बिहान त्यही बसेर नास्ता गर्छ, टाढाका पहाडहरूतर्फ हेर्छ र उसलाई लाग्छ यो कुनै पनि शहरको क्याफे भन्दा राम्रो छ। पछि उसले आफ्नै खानाका लागि केही कुखुरा पाल्ने निर्णय गर्यो। कुखुराको खोर किन्न महँगो परेकाले उसले फ्याँकिएका प्लास्टिक क्रेटहरू प्रयोग गर्यो। उसले ती क्रेटहरू काटेर मिलायो र 2 तहको काठको र्याक बनायो। क्रेटहरू ठाउँमा राखेर भित्र पराल भरियो। कुखुराहरूलाई त्यो एकदमै मन पर्यो र भोलिपल्टै अण्डा दिन थाले। ताजा तरकारी पाउन उसले उचाइ भएको बगैँचा बेड बनायो, काठको फ्रेम तयार गर्यो, माथि घुमाउरा सपोर्ट थप्यो र त्यसमा छाया दिने जाली तान्यो। पछि माटो भरियो र बिउ रोपियो। केही हप्तामै सलाद पात र बन्दाकोपी राम्रोसँग हुर्किए। यस्तै देखिनुपर्छ जिन्दगी।